नमस्कार। तपाईहरूलाई कथा चौतारीको नयाँ कथामा हार्दिक स्वागत छ। फेरि पनि हामी तपाईमाझ एउटा नयाँ कालजित र अजङ्गको राक्षसको कथा लिएर आइसकेका छौं। अब कथा सुरु गरौं। हिमालको काखमा डाँडापाखा र घना जङ्गलले घेरिएको एउटा सानो तर समृद्ध गाउँ थियो। नाम थियो सुनखानी। सुनखानी गाउँका घरहरू माटो र ढुम्बाले बनेका, छानाहरू खरले छाएका र आँगनमा तुलसीका मठहरू सजिएका थिए। बिहान सबेरे कुखुराको डाकसँगै गाउँ बिउझिन्थ्यो र बेलुकी घाम डाँडामुनि लुक्दा धूपको गन्धले आकाश भरिन्थ्यो। गाउँलेहरू सरल थिए, श्रमजीवी थिए र प्रकृतिसँग मेलमिलाप गरेर बाँच्ने मानिसहरू थिए। तर यो शान्त गाउँको वरिपरि फैलिएको थियो एउटा घना जङ्गल, जसलाई गाउँलेहरूले कालवन भन्थे। त्यो जङ्गल दिनमा पनि अँध्यारो देखिन्थ्यो। ठूला ठूला साल र सिसौका रुखहरू आकाश छुन खोजे जस्तै उभिएका, झाडीहरू यति बाक्ला कि घामको किरण भित्र पस्न मुस्किल। कालवनबारे अनेक कथाहरू चल्थे। कसैले त्यहाँ आत्मा देखेको भन्थे, कसैले अजङ्गको जनावर, त कसैले देवता रिसाएको सङ्केत भनेर डर मान्थे। तर जङ्गल नपसी बाँच्ने उपाय पनि थिएन, किनकि दाउरा, घाँस र सागसब्जी सबै त्यहीँबाट आउँथ्यो। एक दिन सधैँझै गाउँका केही महिलाहरू बिहानै घाँस दाउरा काट्न कालवनतिर लागे। कोही बुहारी थिइन्, कोही आमा, त कोही किशोरीहरू। उनीहरूको हाँसो, कुरा र घाँस काट्ने हँसियाको आवाजले जङ्गलको मौनता चिर्दै थियो। तर त्यो दिनको हावा असामान्य थियो, चिसो र भारी, मानौ केही अनिष्ट हुन लागेको सङ्केत दिइरहेको थियो। घाँस काट्दै गर्दा अचानक जङ्गलभित्रबाट भयानक गर्जन सुनियो। जमिन नै काँपे जस्तो भयो। महिलाहरू अत्तालिएर एकअर्कातिर हेर्न थाले। हँसिया हातबाट झर्यो, मुटु धड्कन थाल्यो। अनि झाडी फाड्दै, रुखका हाँगा भाँचिँदै एउटा अजङ्गको राक्षस देखा पर्यो। त्यो राक्षस मान्छे जस्तै आकृतिको थियो, तर मान्छेभन्दा कैयौँ गुणा ठूलो। उसको शरीर कालो र रौँले ढाकिएको, आँखा रातो आगो झैँ बलिरहेका, दाँत बाघ भन्दा पनि तीखा, मुख खोल्दा निस्कने सासले नै हावा तात्थ्यो। महिलाहरू डरले स्तब्ध भए। भाग्ने होस् या कराउने, केही सोच्ने समय नै पाएनन्। राक्षसको नजर एक महिलामा पर्यो। उनी गर्भवती थिइन्, अनुहारमा मातृत्वको तेज झल्किरहेको थियो। राक्षसले गर्जन्दै उनलाई समात्न खोज्यो। महिलाहरू एकैचोटि चिच्याए, हे भगवान भन्दै ज्यान जोगाउन भागे। कसैले पछाडि फर्केर हेर्न पनि आँट गरेनन्। गाउँ पुगेपछि उनीहरूले हो हल्ला मचाए। राक्षस आयो, कालवनमा राक्षस छ भन्ने खबर आगो झैँ फैलियो। बुढाबुढी, जवान, बालक सबै आत्तिए। गाउँका मुखिया, पुजारी र बलिया जवानहरू भेला भए। अब चुप लागेर बस्न हुँदैन, कसैले भन्यो, यो राक्षसलाई मार्नै पर्छ। हातमा लाठी, खुकुरी, बन्चोरा लिएर गाउँलेहरू समूह बनाएर जङ्गलतिर लागे। डर त थियो, तर आफ्ना घर परिवार जोगाउने जिम्मेवारी पनि थियो। कालवन पुगेपछि उनीहरूले फेरि त्यो विकराल आकृति देखे। यसपटक राक्षस अझै भयङ्कर देखिन्थ्यो। उसले आफ्नो रूप फेरेर आँखा झन ठूलो, शरीर झन विशाल बनाएको थियो। आहा, आज तिमीहरू सबै मेरो भोजन हुनेछौ, राक्षसले गर्जन्दै भन्यो। गाउँलेहरू डरले थरथर काँपे। केहीले आक्रमण गर्न खोजे, तर राक्षसको एकै झट्कामा लाठीहरू टुक्रिए र मानिसहरू भुइँमा छरपष्ट भए। कसैले चिच्याउँदै भाग्यो, कसैले रुख चढ्न खोज्यो। अन्ततः सबै गाउँले ज्यान जोगाएर भागे। कालवन फेरि राक्षसको गर्जनले भरियो। त्यसपछि राक्षस आफै गाउँ पस्यो। गाउँको बीचमा उभिएर उसले घोषणा गर्यो, म तिमीहरूलाई मार्न सक्थे, तर म दयालु छु। यदि तिमीहरूले हरेक दिन एउटा मान्छे र एक मुरी अन्न मलाई दियौ भने म गाउँलाई छुने छैन। गाउँमा सन्नाटा छायो। कोही बोल्न सकेनन्। मान्छे दिनु भनेको मृत्यु स्वीकार्न जस्तै थियो, तर विकल्प पनि थिएन। अन्ततः डर र विवशताले गाउँलेहरूले राक्षसको शर्त स्वीकार गरे। त्यस दिनदेखि सुनखानी गाउँमा शोक बस्यो। हरेक बिहान कसको पालो भन्ने डरले आँसु बग्थे। गाउँका पुजारीले भने, भगवानले भनेको विधि अनुसार काल आएको मान्छेलाई मात्र खानुपर्छ, तर राक्षसले त्यो नियम मानेन।
काल नआएका जवान र निर्दोष मानिसहरूलाई पनि उसले खायो। यसरी उसले विधिको उल्लङ्घन गर्यो र यही पापले उसको विनाशको बिउ रोपियो, तर त्यो कुरा त्यतिबेला कसैले बुझेनन्। दिनहरू बित्दै गए। एक दिन पालो आयो एउटी दोझिया गर्भवती महिलाको। उनका आँखा आँसुले भरिए। घरमा कोही थिएनन्, न पति न सासू ससुरा। पेटभित्र हुर्किरहेको शिशुलाई सम्झेर उनले कठोर निर्णय गरिन्। उनले घर अगाडि अन्न राखिदिइन् र रातको अँध्यारोमा माइतीतिर टाप कसिन्। राक्षस आयो, अन्न खायो, मान्छे नपाएर रिसायो, तर गाउँ नछोई त्यो महिलाकै घरमा बस्न थाल्यो। त्यही घर अब उसको वासस्थान बन्यो। उता माइती गाउँमा केही महिनापछि ती महिलाले एउटा छोरो जन्माइन्। शिशु रोयो र आकाशमा बिजुली चम्के जस्तो भयो। आमाले भनिन्, "त मेरो जीवन जित्ने आशा होस्।" त्यसैले उनले छोराको नाम राखिन् कालजित। यहीँबाट एउटा साधारण देखिने तर असाधारण भाग्य बोकेको बालकको कथा सुरु हुन्छ। माइती गाउँ धारापानी सुनखानी भन्दा केही पर थियो। त्यो गाउँ सानो भए पनि खेतबारी उब्जाउ थिए, मानिसहरू मेहनती थिए। त्यही गाउँमा कालजित हुर्कदै गयो। उसकी आमा उसलाई आँखा झिम्किन नदिई माया गर्थिन्, किनकि त्यो छोरो केवल सन्तान मात्र होइन, पीडाबाट जन्मिएको आशा थियो। कालजित अरू केटाकेटी झैँ माटोमा खेल्थ्यो, खोलामा पौडी खेल्थ्यो र गाईबस्तु चराउन जान्थ्यो, तर ऊ भित्रभित्रै फरक थियो। जब अरू बालकहरू साँझ घर फर्कँदा बुवाको काखमा बस्थे, कालजित आमाको काखमा बसेर आकाश हेर्थ्यो। उसको मनमा एउटा प्रश्न बारम्बार उठ्थ्यो, मेरो बुवा को हुन्? आमाले त्यो प्रश्न टारिरहन्थिन्। ठुलो भएपछि भन्छु भन्थिन्। तर गाउँका केटाकेटीहरू यति संयमी थिएनन्। एक दिन खेल्दा खेल्दै झगडा भयो। कसैले कालजितलाई धकेल्यो। रिसले कालजित पनि झम्टियो। तब एक केटाले चिच्याएर भन्यो, "त त भतुवा होस्, न बुवा छ न घर।" त्यो शब्द भतुवा कालजितको मुटुमा काँडा झैँ गढ्यो। ऊ चुपचाप घर फर्कियो, आँखा रातो, मन भारी। आमाले देख्ना साथ सोधिन्, "के भयो बाबु?" त्यही रात दियोको मधुरो उज्यालोमा कालजितले आमासँग सबै सोध्यो। धेरै वर्ष थामेर राखेको पीडा आज फुट्यो। आमाले आँसु पुछ्दै सुनाइन्, जङ्गल, राक्षस, गाउँ, भागेको रात र आफ्नो जन्मको कथा। कालजित स्तब्ध भयो, डराएन, बरु उसको भित्र कुनै आगो बल्यो। "यो मेरो घर हो?" उसले सोध्यो। आमाले टाउको हल्लाइन्। "र त्यहाँ राक्षस बस्छ?" "हो।" त्यही रात कालजितले निर्णय गर्यो, "म आफ्नो घर फर्कन्छु।" केही दिनपछि आमाको आशिष लिएर कालजित सुनखानीतिर लाग्यो। बाटो कठिन थियो, उकालो, खोल्सा, जङ्गल, तर उसको पाइला अडेग थियो। जब ऊ गाउँ नजिक पुग्यो, उसले देख्यो घरहरू अझै उस्तै थिए, तर हाँसो हराएको थियो। मानिसहरू डरले झुकेर हिँड्थे। उसले आफ्नो घर चिन्न गाह्रो परेन। अरू घरभन्दा फरक, सुनसान र वरिपरि जनावरका हड्डी छरिएका। त्यही घरमा थियो अजङ्गको राक्षस। कालजित डराएन, बरु ऊ गाउँ पस्यो। पसलबाट मिठाई, दूध र रोटी किन्यो। साँझ पर्दा ऊ घरभित्र छिर्यो। राक्षस गर्जियो, "को होस् त?" कालजितले शान्त स्वरमा भन्यो, "म त तपाईको भान्जा हुँ, मामा।" राक्षस अचम्मित भयो। यति वर्षमा कसैले उसलाई मामा भनेको थिएन। कालजितले आमाको कथा सुनायो। राक्षस मौन भयो। पहिलो पटक उसका आँखा निभे जस्तो देखिए। त्यस दिनदेखि कालजित र राक्षस एउटै घरमा बस्न थाले। कालजित उसलाई मामा भन्थ्यो, मिठो खाना पकाउँथ्यो, कथा सुनाउँथ्यो। राक्षसको क्रूरता बिस्तारै कम हुँदै गयो। एक दिन कालजितले सोध्यो, "मामा, तपाईँ किन घर बाहिर जानु हुँदैन?" राक्षसले लामो सास फेर्यो। "मैले ठूलो पाप गरेको छु। भगवानले तोकेको विधि तोडेको छु। अब म भगवानसँग माफी माग्न जानुपर्छ।"
कालजीत दिनदिनै कर गर्न थाल्यो। जानुस् न मामा, भगवानले माफ गर्नुहुन्छ। अन्ततः मामा माने। जाँदा कालजीतले भन्यो, मामा, भगवानलाई मेरो आयु पनि सोधिदिनुस् न। यही दोस्रो भाग टुङ्गिन्छ, जहाँ भतुवा भनिएको केटो नियतिका प्रश्न सोध्न थालेको छ र जहाँ राक्षसको हृदय पहिलो पटक काँप्न थालेको छ। रात अझै पुरै नखसेको बेला अजङ्गको राक्षस कालवन हुँदै यात्रा गर्न निस्कियो। वर्षौंपछि उसले पहिलो पटक आफ्नो वासस्थान छोडेको थियो। जङ्गलका रुखहरू उसलाई चिने जस्तो गर्जदै हल्लिए। पाप बोकेको आत्मा लिएर ऊ देवताको दरबारतर्फ लाग्यो। ऊ दिनौं रातौं हिँड्यो, नदीहरू तरे, पहाड चढ्यो अनि अन्ततः सेतो कुहिरोले ढाकिएको एउटा उज्यालो लोकमा पुग्यो। त्यहाँ न ढोका थियो न बार, केवल प्रकाश थियो। त्यही भगवान विराजमान थिए। राक्षस घुँडा टेकेर झुक्यो। हे प्रभु, मैले विधि उल्लङ्घन गरे, काल नआएकालाई पनि खाएँ, मलाई क्षमा गरिदिनुहोस्। भगवान शान्त स्वरमा बोले, तैले विधि तोडिस्। क्षमा माग्न आएको राम्रो हो, तर फल भोग्नै पर्छ। कालजीतको सम्झना गर्दै राक्षसले अर्को कुरा पनि सोध्यो, हे प्रभु, मेरो भान्जा कालजीतको आयु कति छ? भगवानले आँखा बन्द गरे। उसको आयु 79 वर्ष लेखिएको छ। राक्षस फर्कियो। कालजीत उत्सुकता साथ पर्खिरहेको थियो। मामा, भगवानले तेरो आयु 79 वर्ष भने। कालजीत केही बेर मौन भयो अनि भन्यो, 1 वर्ष घटाउन वा बढाउन मिल्छ कि भनेर फेरि सोध्न जानुस्। राक्षस फेरि देवद्वार पुग्यो। भगवान मुस्कुराए। भावीले लेखेको आयु घटबढ हुँदैन। फर्केर त्यो कुरा सुन्दा कालजीतको मनमा एउटा उज्यालो विचार पलायो। मेरो मृत्यु समयले मात्रै ल्याउँछ र यो राक्षसले होइन। त्यही रात कालजीतले बुद्धि प्रयोग गर्यो। उसले राक्षसलाई निन्द्रामा पार्यो। भगवानको नाम लिएर विधिपूर्वक उसलाई वध गर्यो। अजङ्गको शरीर ढल्यो। कालवन शान्त भयो। बिहान गाउँलेहरू अचम्मित भए। राक्षस मरेको थियो। सानो शरीरको तर ठूलो बुद्धिको कालजीतलाई गाउँलेहरूले प्रमुख चुने। गाउँमा फेरि हाँसो फर्कियो। बलिदान रोकियो। कालजीतले शासन गरे, डरले होइन, बुद्धि र धर्मले। कथा चौतारीमा आजको कथा कस्तो लाग्यो? तल कमेन्टमा प्रतिक्रिया दिनुस् है। हवस्, अब नयाँ कथामा भेटौँला है त। आजलाई बिदा दिनुस्। शुभ दिन।